So, hello, good morning, everybody. Me, myself, Vinay Kumar Jha from Saptari Rajviras. Today, I am going to present in front of you one wonderful topic, that is goal setting. How to do goal setting, and what are the steps to do goal setting, and how can we plan for goal setting. All that thing I am going to discuss in today's videos. So, dear all, goal setting means नेपालीमा भन्नुपर्दा यसलाई चाहिँ लक्ष्य निर्धारण। अब लक्ष्य निर्धारण भनेको के हो, किन गरिन्छ लक्ष्य निर्धारण? लक्ष्य निर्धारण भनेको कुनै पर्टिकुलर जसलाई हामी नाप्न सक्छौं, मेजर गर्न सक्छौं, त्यस्तो खाले लक्ष्य निर्धारण, टार्गेट सेट गर्नु भनेको लक्ष्य निर्धारण गर्नु हो। फर एक्जाम्पल, अब सपोज आई एम अ टीचर, टिचिङ गरिरहेछु, तर मेरो टिचिङ गर्दै गरिरहेको छु, तर केही टार्गेट छैन। आउनेवाला 1 वर्षमा म यो सप्तरी जिल्लाकै नम्बर 1 टिचर बन्न चाहन्छु भने त्यसलाई चाहिँ टार्गेट भनिन्छ, लक्ष्य निर्धारण। अब त्यसको लागि मैले के एक्सनहरु लिनुपर्छ, के एक्सन, के कुन प्लानिङ, प्रपर प्लानिङ गरेर त्यो टार्गेट सम्म पुग्नु भनेकै गोल सेटिङ हो। अब गोल सेटिङ भन्नाले यो मेजरेबल पनि हुनुपर्छ, अचिभेबल पनि हुनुपर्छ, प्लस टाइम बाउन्ड पनि हुनुपर्छ, सर्टेन टाइम पिरियड हुनुपर्छ, फिक्स हुनुपर्छ गोल सेटिङ गर्दाखेरि। यो हैन हावा तालमा लक्ष्य निर्धारण गरेर हुँदैन। भन्नाले मैले अब लक्ष्य निर्धारण गरे, म अलिक बढी मेरो सेपमा आउनु छ भने, फिट हुनु छ भने म अलिक बढी एक्सरसाइज गर्छु, त्यो हैन। त्यसरी लक्ष्य निर्धारण गरिँदैन। लक्ष्य निर्धारण यसरी गरिन्छ, जसरी म फिट हुनु छ भने म 30 मिनट डेली वाकिङ गर्ने छु। 30 मिनट डेली, मेजरेबल हुनुपर्छ गोल, त्यसलाई लक्ष्य निर्धारण भनिन्छ। अब सबभन्दा पहिले वाइ सेट गोल्स, किन चाहिन्छ लक्ष्य निर्धारण, किन चाहिन्छ, किन हामीले लक्ष्य निर्धारण गर्नुपर्ने हुन्छ? सबभन्दा पहिले लक्ष्य निर्धारण गर्नु भनेको फोकस एन्ड मोटिभेसन। यसले हामीलाई झन बढी केन्द्रित बनाउँछ, सब्जेक्ट विषय वस्तुमा केन्द्रित बनाउँछ, फोकस्ड बनाउँछ, र यसले हामीलाई प्रेरणा पनि दिन्छ, अगाडि बढ्नलाई मोटिभेसन पनि दिन्छ। त्यसैले लक्ष्य निर्धारण गर्नु धेरै आवश्यक छ। यसलाई कुनै पनि चीजको लक्ष्य निर्धारण हामीले गर्यो भने त्यसमा हामी डिपली अगाडि बढ्न सक्छौं, डिपली काम गर्न सक्छौं, केन्द्रित भएर फोकस्ड भएर काम गर्न सक्छौं। यो हैन डिस्ट्र्याक्सनहरु हामीलाई जथाभावी चारैतिरको कुराहरु दिमागमा आउँदैनन्, अनि एउटा विषय वस्तुमा केन्द्रित भएर हामी अगाडि बढ्न सक्छौं। तर हामीलाई लक्ष्य निर्धारणले अब आउनेवाला 1 वर्षमा त हामी यहाँ पुग्नु छ भनेर लक्ष्य निर्धारण गर्यो भने त्यसले हामीलाई समयसम्ममा प्रेरणा पनि दिन्छ, हामीलाई जाग्न, बिहान उठ्न, हामीलाई काम गर्न, दैनिक काममा जान प्रेरणा पनि दिन्छ त्यसले। र जागिर भन्दा पनि आफ्नो काम यदि गरिरहेछौं भने त्यसमा लक्ष्य निर्धारण गर्न, टार्गेट फिक्स गर्न, गोल सेटिङ गर्न झन बढी जरुरत हुन्छ। किनभने आफ्नो काममा अलिक बढी प्रेरणा चाहिन्छ, मोटिभेसन चाहिन्छ, अलिक बढी फोकस चाहिन्छ। त्यस्तै गरेर ट्र्याक प्रोग्रेस, हामीलाई आफ्नो ट्र्याक प्रोग्रेस गर्नलाई पनि कतिको अगाडि बढेको छौं हामी, कतिको काम सम्पन्न भएछ, त्यो ट्र्याक प्रोग्रेस गर्नलाई पनि हामीलाई लक्ष्य निर्धारण गर्न जरुरी छ। हाम्रो टार्गेट फिक्स गर्न जरुरी छ, गोल सेटिङ गर्न जरुरी छ। किनभने यसले हामीलाई टाइम टाइममा आफ्नो प्रोग्रेसलाई ट्र्याक गर्न सक्छौं। यति यहाँ पुग्नु छ हामीलाई, सपोज सप्तरी जिल्लाको नम्बर 1 टिचर बन्नु छ, त अहिलेसम्म यहाँ पुगेको छ हामी। आफ्नो विद्यालय, सबभन्दा पहिले आफ्नो विद्यालयमा नम्बर 1 बनेर देखाउने, अनि 2-4 वटा विद्यालयको समूहमा नम्बर 1 बनेर देखाउने, त्यसरी हामी टार्गेटमा अगाडि बढ्न सक्छौं। जस्तै गरेर अब मेरो एकदमै फिजिकली फिट हुनु छ भने अब कति हदसम्म मैले 10 मिनट डेली एक्सरसाइज गरिरहेको छु कि छैन, 10 मिनटबाट सुरु गर्ने, अनि त्यसलाई बढाएर 30 मिनटको टार्गेट छ भने 5 मिनट, 10 मिनटबाट सुरुवात गर्ने। त्यसरी हामी अगाडि बढ्न सक्छौं, टार्गेटमाथि काम गर्न सक्छौं। त्यसैले यसले हामीलाई आफ्नो प्रोग्रेसलाई ट्र्याक गर्न पनि सजिलो बनाउँछ। त्यस्तै गरेर लिभ विथ इन्टेन्सन, यदि हामीले टार्गेट सेटिङ, गोल सेटिङ गर्यो भने हामीलाई इन्टेन्सनको साथमा बाँच्न पनि यसले मद्दत गर्छ। हामीलाई एउटा
फिक्स कुरा, फिक्स लक्ष्यमाथि बाँच्न पनि यसले सिकाउँछ। जस्तै हाम्रो टार्गेट हुँदैन, गोल हुँदैन भने, लक्ष्य हुँदैन भने हामी जथाभावी जुनसुकै कुरालाई पनि जे आउँछ हामी जीवनमा लिँदै जान्छौँ। हाम्रो फिक्स निर्धारित गरेको लक्ष्य हुँदैन। तर लक्ष्य निर्धारण हुन्छ भने हामी केन्द्रित भएर त्यही विषयवस्तुलाई समातेर अगाडि बढ्छौँ। हामी एउटा विषयवस्तुमाथि केन्द्रित रहन्छौँ। तर हाम्रो लक्ष्य भएन भने हाम्रो इन्टेन्सन हुँदैन, हामी कुन कुरामाथि काम गरिरहेछौँ, हाम्रो फिक्स माइन्डसेट हुँदैन त्यसमाथि। त्यसैले यसले हामीलाई इन्टेन्सन दिनलाई पनि मद्दत गर्छ कि यो इन्टेन्सनको लागि हामी काम गर्दैछौँ, यो विचारको लागि हामी काम गर्दैछौँ, यो सोचको लागि हामी काम गर्दैछौँ भनेर इन्टेन्सन दिनलाई पनि त्यसले मद्दत गर्छ। त्यस्तै गरेर अचिभ लार्जर अब्जेक्टिभ्स, ठुलो ठुलो फाइदाहरू, लक्ष्य उद्देश्यहरू प्राप्ति गर्नलाई पनि यसले मद्दत गर्छ। टार्गेट गोल सेटिङ भयो भने सानोतिनो कामहरू मात्र होइन, ठुलो ठुलो उद्देश्यहरू पनि यसले प्राप्ति गर्नलाई हामीलाई मद्दत गर्छ। र ठुलो ठुलो कामहरू पनि सजिलै हामी प्राप्ति गर्न सक्छौँ। त्यसलाई ठुलो कामलाई पनि के गर्नुपर्छ, सानो सानो टुक्रामा हामीले बाँड्नुपर्छ, स्मल गोल्समा हामीले डिभाइड गर्नुपर्छ र त्यो स्मल टार्गेट्स हामीले अचिभ गर्दै ठुलो लक्ष्यलाई प्राप्त गर्न सक्छौँ। त्यसैले हाम्रो उद्देश्य, जीवनको जतिसुकै ठुलो उद्देश्य भए पनि त्यसलाई हामीले सजिलै प्राप्त गर्न सक्छौँ टार्गेट सेटिङ भयो भने। जस्तै हाम्रो 5 वर्षको उद्देश्य छ बिजनेसमा यो नेपालकै नम्बर 1 बिजनेसम्यान बन्ने उद्देश्य छ भने पहिले हामीले त्यसलाई सानो सानो लक्ष्यमा, पहिले हामीले पसल इस्टाब्लिस गर्ने, त्यसपछि डिस्ट्रिब्युटरहरूसँग कुरा गर्ने, त्यसपछि हाम्रो बिजनेसलाई अझ बढी हाइटमा पुर्याउने, बिस्तारै स्टेप बाई स्टेप त्यसलाई हामीले लक्ष्यलाई पुरा गर्दै लानुपर्छ। यो होइन एकैचोटि ठुलो उद्देश्य पुरा गर्न सकिँदैन। त्यसैले टार्गेट सेटिङ गर्यो भने, लक्ष्य पुरा गर्यो, गोल सेटिङ गर्यो भने हामीले ठुलो ठुलो उद्देश्यहरूलाई पनि सजिलै पुरा गर्न सक्छौँ। त्यस्तै गरेर हाउ टु सेट स्मार्ट गोल्स, स्मार्ट गोल्स कसरी सेट गर्ने हैन। गोल त जोसुकैले पनि सेट गर्न सक्छ, तर स्मार्ट तरिकाले स्मार्ट गोल्स चाहिँ कसरी सेट गर्ने, त्यसको लागि के हुनुपर्छ, सबभन्दा पहिले स्पेसिफिक हुनुपर्छ। यो कुरा हो, त्यसलाई प्रपर डिफाइन गर्नुपर्छ, मेरो यो गोल हो भनेर। जस्तै म एउटा किताब पढ्न चाहन्छु, त किताब पढ्न चाहन्छु मात्रै गोल हुनु हुँदैन। मैले यो किताबको 250 पेजको किताब छ भने म डेलीमा डेली 4 पेज या 5 पेज पढ्नेछु भनेर स्पेसिफिक टार्गेट हुनुपर्छ। म यो किताब पढ्नेछु भनेर त्यो स्पेसिफिक टार्गेट भएन। 250 पेजको किताब म डेली 3 पेज सकाएर यति दिनमा पढ्नेछु भनेर स्पेसिफिक गोल हुनुपर्छ, फिक्स गोल हुनुपर्छ। यदि म सेपमा आउनु छ भने मैले 30 मिनट डेली वाकिङ गरेर यति दिनभित्रमा म सेपमा फिट हुनेछु भनेर फिक्स स्पेसिफिक गोल हुनुपर्छ। त्यसैले गोल जहिले पनि स्पेसिफिक हुनुपर्छ, डिफाइन्ड गरेको हुनुपर्छ। यो कुरा हो भनेर क्लियरली डिफाइन गरेको गोल हुनुपर्छ। त्यस्तै गरेर मेजरेबल पनि हुनुपर्छ। मेजरेबल भनेको जसलाई हामी नाप्न सक्छौँ कि 250 पेज हामीले पढ्नु छ भने त्यसलाई 3 पेज डेली गरेर त्यसलाई मेजरेबल उसमा राख्नुपर्छ। जस्तै नम्बर 1 टिचर बन्नु छ भने कसरी मेजर गर्ने, पहिले आफ्नो विद्यालयको नम्बर 1, हरेक कुरामा नम्बर 1, त्यसपछि बाँकी अगाडि बढ्न सकिन्छ। मेजरेबल हुनुपर्छ। जस्तै बिजनेसमा नै अगाडि बढ्नु छ भने पहिले 1 लाखको सेल गरेर देखाउने, 1 लाखको सेल गरेर देखायो भने अनि त्यसपछि फर्दर सेल गर्न सकिन्छ। मेजर गर्न सक्ने स्पेसिफिक गोल हुनुपर्छ। त्यसै गरेर अचिभेबल पनि हुनुपर्छ। अब गोल भनेको के हुनुपर्छ भने अचिभेबल। अब मैले डेली धेरै एक्सर्साइज गर्नेछु, धेरै एक्सर्साइज भनेको कति एक्सर्साइज अचिभ गर्ने खालको गोल हुनुपर्छ। भन्नाले अब डेली मैले 30 मिनट एक्सर्साइज गर्न सक्छु भने त्यो त्यस्तो खाले गोल राख्नुपर्छ। डेली 4 पेज पढ्न सक्छु भने 4 पेज। यो होइन कि म डेली 2 घण्टा एक्सर्साइज गर्नेछु, अब त्यो टार्गेट त राख्यो तर अचिभै गर्न नसकिने, त्यस्तो खाले टार्गेट राख्नु हुँदैन। अब डेली 15 पेज 20 पेज पढ्नेछु, अब त्यो मैले पढ्नै सकिनँ भने त्यस्तो खाले गोल राखेर केही फाइदा छैन। त्यसैले अचिभ, जसलाई चाहिँ हामी अचिभ गर्न सक्छौँ
जुन गोललाई जुन हामी गर्न सक्छौँ त्यस्तो खाले अचिभेबल गोल्स हुनुपर्छ हैन। त्यस्तो खाले गोल सेट गर्नु, त्यसरी गोल सेट गर्नुपर्छ। त्यस्तै गरेर रेलिभेन्ट हुनुपर्छ। रेलिभेन्ट भनेको जुन हामीलाई काम लाग्ने खाले गोल्स होस्, जुन हामीलाई जीवनमा त्यो त्यस्तो गोल सेटिङ गरेर हाम्रो पर्पस फुलफिल होस्, हाम्रो इन्टेन्सन फुलफिल होस्, हाम्रो अब्जेक्टिभ फुलफिल होस्, हाम्रो जीवनमा काम लागोस्, त्यस्तो खाले गोल सेटिङ गर्नुपर्छ। यो होइन कि जथाभावी अब जथाभावी गोल सेटिङ गरेको छ अब त्यो कामै नलाग्ने हैन। जस्तै म चाहिँ पढे लेखेको टिचर हुँ, अब मैले गोल सेट गर्छु म खेती किसानीमा नम्बर 1 बन्छु भनेर, अब त्यो कामै नलाग्ने गोल सेटिङ गरेर मैले केही प्राप्त गर्न सक्दिनँ। त्यसैले जुन मेरो एरियासँग रिलेटेड छ, मेरो फिल्डसँग रिलेटेड छ, जुनमा चाहिँ म गर्न सक्छु त्यस्तो रेलिभेन्ट गोल सेटिङ गर्नुपर्छ, जुन चाहिँ मेरो मसँग रिलेटेड गोल्स छ। त्यस्तै गरेर टाइम बाउन्ड हुनुपर्छ। टाइम बाउन्ड भन्नाले फिक्स टाइम पिरियडमा, जस्तै मैले 1 वर्षभित्र यति किताब पढिसक्ने छु, 50 वटा किताब पढिसक्ने छु, त्यसरी टाइम बाउन्ड 1 वर्षको टाइम बाउन्ड दिनुपर्छ। जस्तै मैले 5 वर्षमा नेपालको नम्बर 1 बिजनेसम्यान बनेर देखाउने छु, जस्तै 1 वर्षमा 70 को नम्बर 1 टिचर बनेर देखाउने छु। त्यस्तो टाइम बाउन्ड गोल सेट गर्नुपर्छ, टाइम बाउन्ड राख्नुपर्छ। यो होइन अब भेग होइन, 1 दिन म अवश्य गर्नेछु त्यसरी 1 दिनवाला लक्ष्य होइन। 1 दिन भनेको कुन दिन, अब त्यो प्रपर टाइम डेडलाइन राखेन भने डेडलाइन बिनाको गोल कहिले पनि सेटिङ काम लाग्दैन। त्यसैले टाइम बाउन्ड हुनुपर्छ, डेडलाइन राख्नुपर्छ, यति दिनभित्रमा म यो गरेर देखाउने छु भनेर टाइम बाउन्ड हुनुपर्छ। त्यसरी गोल सेटिङ गर्नुपर्छ। एक्सनेबल स्टेप्स फर गोल सेटिङ, अब कुन कुन तरिकाले के एक्सनहरू लिनुपर्छ गोल सेटिङ गरेपछि, कसरी गोललाई प्राप्त गर्न सकिन्छ। जस्तै गोल सेट गर्यो भने सबभन्दा पहिले त त्यसलाई राइट इट डाउन, त्यसलाई लेख्नुपर्छ। गोल सेटिङ गर्दाखेरि त्यो काल्पनिक हुन्छ, हाम्रो दिमागमा मात्रै हुन्छ, तर त्यसलाई लेख्यो भने त्यो त्यसको क्लियर पिक्चर हाम्रो दिमागमा आउँछ। त्यसैले जहिले पनि गोललाई लेख्न सक्नुपर्छ, या त भिजन बोर्ड बनाएर हैन, कतै भिजन बोर्ड बनाएर झुन्ड्यायो भने त्यसलाई हेर्न सकिन्छ, तर क्लियर कट त्यसलाई लेख्न सक्यो भने त्यो गोल चाहिँ क्लियर हुन्छ हाम्रो दिमागमा। त्यस्तै गरेर क्रिएट अ प्लान, जहिले पनि प्लान बनाउनु पर्छ। भिजन लेखिसकेपछि प्लान बनाउनु पर्छ, कसरी अचिभ गर्ने, के गर्नुपर्छ त्यसलाई अचिभ गर्ने, कति दिनभित्रमा अचिभ गर्ने, एउटा प्रपर प्लान बनाएर स्ट्रक्चर बनाएर त्यसलाई राख्नुपर्छ। स्ट्रक्चर बनाएर प्लानिङ गरेर गऱ्यो भने त्यो गोल हामीले अचिभ गर्न सजिलो हुन्छ। तर त्यो भेग तरिकाले गर्यो भने त्यो अचिभ गर्न सजिलो हुँदैन। त्यसैले प्रपर प्लानिङ गर्नुपर्छ, प्लान गरेर अगाडि बढ्नुपर्छ। अनि अर्को नम्बरमा टेक द फर्स्ट स्टेप, जहिले पनि पहिलो कदम, किनभने सबभन्दा डिफिकल्ट भनेको पहिलो कदम हो, सबभन्दा मुस्किल भनेको पहिलो कदम हो। जब हामी पहिलो कदम चाल्छौँ भने त्यसको लागि धेरै एफोर्ट चाहिन्छ। जस्तै रकेट लन्च हुँदाखेरि कति एनर्जी चाहिन्छ, त्यसलाई बुस्ट गर्नुपर्ने हुन्छ, कति फ्युल चाहिन्छ। तपाईँहरूले देख्नु भएको छ होला नि रकेट लन्च गरेको हो, त्यतिखेर धेरै एफोर्ट चाहिन्छ। त्यसैले कुनै पनि प्लानलाई फर्स्ट स्टेप लिँदाखेरि फर्स्ट स्टेप जहिले पनि धेरै गाह्रो हुन्छ, र जुन दिन हामी फर्स्ट स्टेप लिइहाल्छौँ त्यसपछिको अर्को स्टेपहरू सजिलै हामी लिन सक्छौँ। त्यसैले पहिलो स्टेप जहिले पनि लिनलाई आफ्नो एफोर्ट जुटाउनु पर्छ, आफ्नो प्रयासहरू गर्नुपर्छ। त्यसपछि स्टे कन्सिस्टेन्ट भनेको फर्स्ट स्टेप लिइसकेपछि अब त्यसलाई चाहिँ कन्सिस्टेन्ट भएर, किनभने कुनै ढुङ्गामाथि हामीले 1 बाल्टी पानी खन्यायो भने त्यो ढुङ्गामा खासै असर पर्दैन, तर थोपा बाई थोपा, ड्रप बाई ड्रप 1 वर्षसम्म एकै ठाउँमा पानी खन्यायो भने त्यहाँ दुलो पर्छ, ढुङ्गा टुक्रिन पनि सक्छ हैन। त्यसैले कन्सिस्टेन्सीको पावर त्यो हो हैन। लगातार हामीले गर्दै राख्यो भने त्यसले एक दिन रिजल्ट अवश्य दिन्छ। सानै भए पनि, सानै प्रयास भए पनि लगातार गर्दै राख्यो भने एक दिन त्यसले रिजल्ट अवश्य दिन्छ। त्यसैले स्टे कन्सिस्टेन्ट हुनुपर्छ। त्यसपछि रिभ्यू एन्ड एडजस्ट, टाइममा त्यसलाई रिभ्यू पनि गर्नुपर्छ गोल सेटिङलाई,
कि कतिको ठिक भइरहेछ कि छैन, म सही डाइरेक्सनमा गइरहेको छु कि छैन, कता के एडजस्टमेन्टको जरुरी छ, कता के ठिक गर्नुपर्छ, कता के एडजस्ट गर्नुपर्छ, त्यो सबै कुरालाई रिभ्यू पनि गर्दै राख्नुपर्छ। फिडब्याकहरू लिँदै रिभ्यू गर्दै अगाडि बढ्नुपर्छ। र अन्त्यमा के छ भने रिवार्ड योरसेल्फ, आफूलाई रिवार्ड पनि दिनुपर्छ। यदि मैले कुनै एउटा फिक्स टार्गेट अचिभ गरेँ भने आफूलाई रिवार्ड पनि दिनुपर्छ, आफूलाई सेलिब्रेट पनि गर्नुपर्छ, सानो सानो सेलिब्रेसन पनि गर्नुपर्छ। आफूलाई कुनै रिवार्ड, जस्तै कतै पार्टीमा गयो, सिनेमा हेऱ्यो, फ्यामिली टाइम स्पेन्ड गर्यो, आफूलाई रिवार्ड पनि दिन सक्नुपर्छ हैन। जे कुरा मन लाग्छ त्यो गर्यो। त्यसैले यो हैन लगातार गएको गए हैन, त्यसलाई बसेर केही छिन मनन पनि गर्नुपर्छ, आफूलाई रिवार्ड पनि दिन सक्नुपर्छ। त्यसरी हामीले टार्गेटमा अगाडि बढ्यो भने एक दिन हाम्रो गोल सेटिङको लक्ष्य अवश्य नै पुरा हुन्छ। त्यसैले गोल सेटिङ भनेको आफ्नो लक्ष्यमाथि एकाग्र भएर अगाडि बढ्नु र टार्गेट अचिभ गर्नुलाई नै गोल सेटिङ भनिन्छ। र यसको लागि हामीले यी सबै स्टेप्सहरू गर्यो भने अवश्य नै सजिलैसँग हामीले गोल सेटिङ प्राप्त गर्न सक्छौँ। र गोल सेटिङ भनेको वान अफ द मोस्ट इम्पोर्टेन्ट, सक्सेसको लागि वान अफ द मोस्ट इम्पोर्टेन्ट इन्ग्रिडियन्ट्स मध्ये एक हो। यो बिना हाम्रो मेनु जुन छ, रेसिपी जुन छ, त्यो पुरा हुन सक्दैन, लाइफको रेसिपी पुरा हुन सक्दैन। गोल सेटिङ नै यस्तो एउटा इन्ग्रिडियन्ट हो जसले हाम्रो सक्सेसको रेसिपीलाई एकदम स्वादिलो बनाइदिन्छ र गोल सेटिङ बिना त्यो अधुरो रहन्छ, जिन्दगीको रेसिपी अधुरो रहन्छ। यति भन्दै आजको भिडियो यही अन्त गर्न चाहन्छु। तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट फिडब्याकहरू पनि अवश्य दिनु होला। राम्रो लाग्यो भने शेयर सब्स्क्राइब पनि गरिदिनु होला। यो इन्फर्मल एजुकेसन च्यानल, मेरो च्यानल इन्फर्मल एजुकेसन च्यानललाई धन्यवाद। सबैजनालाई धन्यवाद।